कोरियन भाषाको नयाँ फर्म सम्बन्धी सूचना तथा EPS 2025 को कोटा निर्धारण 1,30,000 कामदार भित्राउने र अहिले चाहिँ नेपाल दोस्रो स्थानमा परेको छ। त आने घरि साथीहरू नमस्कार, के जसको हाल खबर म यता सन्चै छु। आज चाहिँ मैले कोरियन भाषाको नयाँ फर्म तथा कोटा सम्बन्धी केही जानकारी लिएर आएको छु। यो भिडियो अन्तिमसम्म हेरिदिनु होला। र यहाँ चाहिँ देख्न सक्नुहुन्छ कोरियाले नेपाल सहित 17वटा मुलुकमा EPS प्रणाली अन्तर्गत श्रमिक लैजान्छन्। EPSबाट हैन फर्म खुलाएर परीक्षा दिएर हैन कामदारहरू लान्छ 17वटा देशमा। र नेपालीहरू काममा इमान्दार हुने हिसाबले धेरै अप्रवासी लैजाने मध्ये नेपाल दोस्रो मुलुकमा पर्ने अधिकारीहरू बताउँछन्। र नेपाल चाहिँ अहिले दोस्रो स्थानमा रहेको छ। र केही समय अगाडि चाहिँ पहिलो स्थानमा थियो भने पनि 2025 को EPS अन्तर्गतको प्रवासी श्रमिक कोटा निर्धारण गरेको छ। र डिसेम्बर 20 तारिकको रोजगार अनुमति प्रणाली EPS अन्तर्गत प्रवासी श्रमिक 17 देशको लागि 2025 को लागि कोटा तोक्न बसेको कोटा निर्धारण समिति प्रवासी श्रमिक नीति समितिको बैठकले 2025 को प्रवासी श्रमिक कोटा 1,30,000 तोकेको छ। यो चाहिँ 17वटा देशमा फर्म खुलाएर कोरियन भाषाको फर्म खुलाएर परीक्षा दिएर पास भएकोलाई रोस्टरमा राखेर सिलेक्ट गरेर लाने चाहिँ अब है 17वटा देशको लागि हो। र यो चाहिँ 1,30,000 खुलाएको छ भने चाहिँ जस अनुसार उत्पादन क्षेत्रमा 72,000 जना लाने, पानी जहाज बनाउने कम्पनीको लागि 2500 जना, निर्माणतर्फ चाहिँ 2,000 जना, कृषि क्षेत्रतर्फ चाहिँ 10,000 जना, मत्स्य पालनमा 8,000 जना, सेवा क्षेत्रमा 3,000 जना छ। माथिको कोटा सकिए आवश्यक परे जुनसुकै क्षेत्रको लागि पनि 32,000 जना छन्। र यो कोटा मध्ये 7,730 जना चाहिँ कमिटेड आउने छन् भने बाँकी सबै नयाँ प्रवासी श्रमिक आउने छन्। 2024 को कोटाबाट अहिलेसम्म 70,460 जना मात्र रोजगार अनुमति जारी भएको छ। यो सङ्ख्या सम्पूर्ण कोटाको 47% हो। र गत अक्टोबरसम्म EPS को श्रमिकमा 3,35,630 जना छन्। कानुन मन्त्रालय अन्तर्गत मौसमी प्रवासी मजदुरको कोटा 75,000 जना तोकिएको छ। र कोटाहरू तोकिएको छ। यो कोटाको कारणले अब चाहिँ नेपालमा नै फर्म खुलाउने, किनकि CBD क्षेत्रमा फर्म पनि खुलाएको छ र रुट इन्डस्ट्रीमा नि फर्म खुलाएको छ कोरियाको सरकारले हैन। र अब नेपालमा पनि अब कोरियन भाषाको नयाँ फर्म अब छिटै खुल्नेछ, जुन चाहिँ हैन UBD क्षेत्रतर्फको नयाँ कोरियन भाषाको फर्म छिटै खुल्नेवाला छ। र साथै नयाँ सेक्टरमा पनि फर्म खुलाउन सक्ने छ। सेवामूलक र वन विज्ञान सहित होटल तथा रेस्टुरेन्ट, पानी जहाज निर्माण क्षेत्रमा भाषा परीक्षा सञ्चालन गर्ने अपेक्षा गरिएको छ। त हस्त धन्यवाद साथीहरू। खाम्सा हामीले